सो सबैलाई स्वागत छ मेरो फेरि एउटा अर्को नयाँ भिडियोमा, वर्कआउट भिडियोमा। र आज हामी ट्रेन गर्न आँटेको छ हाम्रो ब्याक, बाइसेप एन्ड रेडल्सलाई। र हाम्रो मिड ब्याकको फोकसको लागि हामीले गर्न आँटेको छौँ यहाँनिर क्लोज ग्रिप के भन्छ, ल्याट्स पुल डाउन भन्छ, यस्तै भन्छ होला। क्लोज ग्रिप ल्याट्स पुल डाउन। यो चाहिँ म ग्रिप हाल्दैछु होइन, ग्रिप हाल्न गाह्रो छ क्या। अनि त्यो मैले वेट चाहिँ तपाईँलाई देखाइनँ कति छ वेट भनेर, किनकि आइएम जस्ट बिगिनर, भर्खर खान थालेको हामीले। त्यही भएर वेट मैले देखाउन चाहिनँ धेरै होइन। 4 to 5 प्लेट कि कति प्लेट, 5वटा प्लेट होला सायद, 5वटा प्लेट हालेको छु मैले। र यो क्लोज ग्रिप पुलअप्स यसले चाहिँ तपाईँहरूको मिड ब्याकलाई टार्गेट हान्छ होइन। सो अब त सबैहरूको ट्रेनिङ मेथड फरक हुन्छ, कतिको फरक हुन्छ, सबैको फरक मेथड हुन्छ। सो डोन्ट कम्पेयर यर मेथड टु एनीवान टु एनीबडी होइन, कसैसँग कम्पेयर चाहिँ नगर्नु होला तपाईँको त्यो मेथडलाई। सो यहाँ हाम्रो रह्यो ब्याकको पहिलो एक्सर्साइज। र त्यसपछि हामी लाग्यौँ हाम्रो बाइसेपको लागि बारबेल कर्ल गर्नको लागि। सो 5 केजीको छ, बोथ साइड 5 केजी, 10 केजी भनौँ, बार नगर्नु होइन। टोटल 10 केजीको मात्रै हानेको छौँ हामीले बारबेल कर्ल, बारसँग 10 केजी। र मलाई त्यो मेसिनमा भन्दा चाहिँ मलाई यसमै अलिक कस्तो राम्रो फिल हुन्छ होइन। मेसिनमा अलिक राम्रो लाग्दैन मलाई हान्न। सो द्याट्स वाइ म चाहिँ बारमै हान्छु, बारबेल कर्ल हान्दाखेरि मलाई, किनकि यो दामी लाग्छ। अब पछि गएपछि सायद मेसिन पनि युज गरेँ होला, तर अहिले चाहिँ बारबेलै ठिक छ। सो यसको लागि चाहिँ तपाईँहरूको यो एल्बो हुन्छ नि, एल्बोलाई तपाईँको बडीसँग टक गर्नु अनि हान्नु, त्यसले गर्दा अलिक मजाले कन्ट्याक्ट फिल हुन्छ तपाईँहरूको बाइसेपमा। सो दिस इज फर बाइसेप, ओके। अनि सो त्यो फेलियरसम्म चाहिँ ट्रेन गर्न नबिर्सनु होला, टिल फेलियर हान्नु एक्सर्साइज चाहिँ जुन पनि, म चाहिँ त्यही भन्छु तपाईँलाई होइन। र यहाँ हाम्रो अर्को एक्सर्साइज बार रोइङ ब्याकको लागि। यसमा चाहिँ तपाईँहरूले तपाईँको ब्याकलाई स्ट्रेट गर्नु, आर्च नराख्नु होला, स्ट्रेट राख्नु। आर्च मतलब यस्तो कर्भ खालको नराख्नु होला, सी टाइपको चाहिँ नराख्नु, किनकि तपाईँको भोलि ब्याक ओभर दुख्छ, लोवर ब्याक ओभर पेन हान्न सक्छ। द्याट्स वाइ ब्याकलाई चाहिँ स्ट्रेट राखेर हान्ने गर्नु होला होइन। सो यो बार माथि ल्याउँदा सिधा ट्याक्कै पेटको छेउमा, यो एब्डोमल लोवर एब्स छ नि, त्यहाँनिर टक्क ल्याउने, फेरि छाडिदिने, छाड्दाखेरि पुरै तन्काउने, स्वाट्ट तान्ने, यसरी हान्ने गर्नु होला। यसले गर्दा तपाईँहरूको ब्याकलाई ओभर राम्रो फिल हुनेछ। यो सक्नु हुँदैन तपाईँ बेन्चमा पनि गर्न सक्नुहुनेछ। इफ यो गर्दा तपाईँको ब्याक पेन हुन्छ भने चाहिँ तपाईँहरू बेन्चमा पनि गर्दा हुन्छ, ओके। एन्ड जस्ट लुक एट द भ्यू अफ आउटसाइड। यहाँ चाहिँ हाम्रो फुटबल ग्राउन्ड छ, फुटबल खेल्ने केटाहरू, अनि यो मुन देख्न सक्नुहुनेछ। र त्यसपछि सिधै गयो हामी हाम्रो रेडल्सको लागि। सो दिस इज यो ठ्याक्कै एक्सर्साइजको नाम चाहिँ आएन, यसमा चाहिँ यु क्यान युज पुलीले टक्क स्वाट तान्ने। तपाईँको नेक छेउबाट जानुपर्यो, रोप चाहिँ सबैको एउटै हुँदैन, कसैको तल कसैको माथि हुनसक्छ। सो दिस इज फर पुली भर्जन, यो चाहिँ पुली भर्जन हो होइन। यसले चाहिँ तपाईँहरूको रेडल्सलाई चुम्मेश्वरीवाला हिट हुन्छ होइन, एकदम बन पुरा जलेको फिल हुन्छ क्या तपाईँलाई। सो एकदम चुम्मेश्वरी हुन्छ, बोथ साइड गर्नु होला, टिल फेलियर, डोन्ट काउन्ट द रेप, टिल फेलियर। तपाईँले सक्नुहुन्छ म्याक्सिमम् यति वेट हाल्नु कि तपाईँको 8 to 10 रेप्समा मजाले फेलियर आओस् क्या, द्याट्स इनफ, म चाहिँ यही भन्छु। र मैले तपाईँहरूलाई एउटा त्यो भिडियो रेकर्ड गर्न बिर्सेछु, त्यो पुलीमा म ग्रिप वाइड ग्रिप लिएर पुलीमा हानेको चाहिँ रेकर्ड गर्न बिर्सेछु, त्यही भएर हामीले त्यो छोडिदिउँ, सरी फर द्याट। र हामी सिधै आयौँ हामी पोजिङमा। यु क्यान सी द पोज, ब्याक देख्न सक्नुहुनेछ, वेल डेभलप, बिस्तारै डेभलप हुँदैछ, केही छैन, भर्खर आएको 4 दिन हुँदैछ, केही बढ्लालाई, तर त्यही पनि अब बिस्तारै बढ्दैछ। सो डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। अनि मन परेमा तपाईँको 2-3जना साथीलाई सेयर गरिदिनु होला, यही भन्छु। थ्याङ्क्स फर वाचिङ, बाई बाई, सी द पोजिङ, ओके, इन्जोय द पोजिङ।
So this is the